कागतीको कालो मसी, हाँगापात, डाँठ, बोट र फल समेत कालो हुने यो रोगले बोटमा के असर गर्छ, केमा लाग्छ, किन र कसरी लाग्छ र नियन्त्रण कसरी गर्ने। आउनुहोस् आजको भिडियोमा चर्चा गरौँ। सबै कुरा बुझ्नलाई भिडियो थोरै लामो लाग्न सक्छ। 2 मिनट समय छुटाएर हेर्नुहोला र आफ्नो जिज्ञासा कमेन्ट गर्नुहोला। केमा लाग्छ त? कागती मौसम सुन्तला, जुनार, अम्बा, हलुवावेद, खुर्सानी, सिमला मिर्च लगायत कहिलेकाहीँ त डाले घाँसमा समेत एकदमै व्यापक देखिन्छ। बोटमा के असर गर्छ? पातको कालो मसीले घामको किरण पातभित्र जानबाट रोक्छ, जसले गर्दा बिरुवाले आफ्नो खाना बनाउनु पर्ने जति बनाउन सक्दैन र खानाको अभावमा बिरुवा हुर्कदैन, बढ्दैन, फूल कम लाग्छ, कम फल फल्छ र फलेको फल पनि एकदमै सानो हुन्छ। यही मसीको कारणले बोटभरि कमिलाको प्रकोप पनि एकदमै बढी देखिन्छ। कसरी लाग्छ त? तपाईले बिरुवाको पात अझ विशेष तल्लो भागमा हेर्नुभयो भने एकदमै साना किरा र तिनको अण्डा देख्नुहुन्छ। यो सबै कहानीको सुरुवात यहीँदेखि हुन्छ। अब कसरी यो पनि बुझौँ। यी किराहरू बिरुवाको हाँगा, पात, डाँठ जता बस्छन् त्यहीँबाट बिरुवाको रस चुसेर खान्छन् र आफ्नो विकार वा दिशा त्यहीँ छोडिदिन्छन्। यसरी बुझौँ, बोटमा जति धेरै किरा त्यति धेरै दिशा। यो दिशा च्यापच्याप टाँसिने हुन्छ, बोटमा टाँसिएर बस्छ र कमिलाले यो एकदमै मिठो मानेर खान्छ। त्यसैले यस्तो बोटमा कमिला टन्नै देखिन्छ। अर्को रोचक कुरा के छ भने कमिलाले यी किरालाई बचाएर राख्छ, कारण आफू बाँचिरहनको लागि। कमिलाले खाएर बाँकी रहेको विकार जुन बोटभरि छ, अब त्यसमा कालो ढुसीले आक्रमण गर्छ र त्यही ढुसीलाई हामी कालो मसीको रूपमा बोटभरि देख्छौँ। एउटा कुरा स्पष्ट भयो, बोटको कालो मसी र बोटमा देखिने कमिलाको प्रमुख स्रोत यिनै चुसा किरा हुन्। त्यसैले नियन्त्रण सबैभन्दा पहिले यिनै चुसा किराको गर्नुपर्ने हुन्छ र पछि कालो ढुसीको। अब नियन्त्रणतिर जाउँ। सबैभन्दा पहिले र सम्भव हुन्छ भने यसरी जोडले पानी सबैतिर हान्नुहोस्। किरा, कमिला र केही मसी पखालिन्छ। त्यसपछि 1 पाता स्याम्पू, आधी चम्चा खाने तेल, 1 चम्चा साबुन, 1 लिटर पानीमा राम्रोसँग घोलेर बिरुवा पुरै र पातको तल्लो भाग पनि भिज्ने गरी साँझ पख हप्ताको 1 फेर 3 देखि 4 हप्तासम्म छर्कनुहोस्। अथवा होइन, विषादी नै प्रयोग गर्छु भन्नुहुन्छ भने डाइमेथोएट नामको विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा मिसाएर अघि जस्तै छर्कनुहोस्। तर यो विषादी प्रयोग गरेको कम्तीमा 15 दिनसम्म बोटको फल टिपेर खानु चाहिँ भएन। चुसाकिरा नियन्त्रण भएपछि कमिला र कालो ढुसी आफै कम हुँदै जान्छ। तर अलि धेरै नै छ, हट्न समय लाग्ने भयो भने कपर अक्जिक्लोराइड नामको ढुसीनाशक विषादी 3 ग्राम प्रति लिटर पानीमा मिसाएर हप्ताको 1 पटक 2 देखि 3 पटकसम्म बोट पुरै भिज्ने गरी छर्किनुहोस्। ढुसीको समस्या पनि समाधान भइहाल्छ। भिडियो कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। अर्को भिडियोमा फेरि भेट्नेछौँ। नमस्ते।